यो टोखा वडा नम्बर 6 रमाइलो डाँडामा चाहिँ एउटा यहाँ जग्गा बिक्रीमा आएको छ 4 आना। यहाँ चाहिँ 13 फिटे बाटो छ। अब यहाँ यसरी भित्र गयो भने चाहिँ यो 10 फिटे बाटो हैन, त्यसको 10 फिटे बाटोबाट जग्गा राम्रो छ ल। यहाँ चाहिँ अब यो जग्गा चाहिँ अगाडि मोडा 33 बाई 33 जस्तै होला। यो जग्गा चाहिँ जग्गा राम्रो छ, पुरा हाइटमा। ल हेर्नुहोस् जग्गा यस्तो सर्लक्क परेको एक टहरो भएको सानो यहाँ कुखुरा खोर राखेको छ। यही जग्गा हो। यसरी गएर उता पहाडीपट्टि पनि प्लानिङ छ जग्गा। यो 4 पाटी मिलेको जग्गा छ। यहाँ अगाडिपट्टि यो जम्मै यहाँ वरिपरि घरै गरेर बनेछ। यस्तो हाइटमा यस्तो राम्रो छ जग्गा, घरै गर्छ जम्मै चारैतिर। त्यो पहाडीपट्टि प्लानिङमा घर बन्दैछ। जग्गा यति राम्रो छ ल हेर्नुहोस्, सर्लक्क परेको। यहाँबाट यसरी हेर्दाखेरि त्यहाँ किला यसरी गएर यसरी टट्ट परेको जग्गा छ ल। यो जग्गाको चाहिँ जग्गा धनीले बाटो 10 फिट छ, ढलान बाटो थोरै हो भित्रपट्टि 10 फिट, धेरै टाढा पनि छैन। उतै मेन रोड त्यो भइहाल्यो। त्यहाँबाट यसो भित्र आएपछि हजुरको ढलान बाटोमा चाहिँ छ यो जग्गा। जग्गाको रेट चाहिँ उहाँले फाइनल 35 भन्नुभयो आनाको। त्यसमा यसो अब 10-20 हजार केही रकम हेर्छु भन्नुभएको छ। लिन इच्छुक हुने साथीभाइहरूले मलाई कल गर्नु होला। यो जग्गाको पछाडि भागमा यसरी प्लानिङ छ, घरहरू बनाउँदै हुनुहुन्छ। यहाँ जग्गा एकदम हाइटमा साह्रै राम्रो ठाउँ छ जग्गा, हरियो गर्छ। हेर्नुहोस् पछाडिपट्टि प्लानिङ छ। यो जग्गा पनि पुरै प्लानिङ जग्गा हो। यो जग्गाको पछाडि भाग यो भयो, यसरी बसेको जग्गा। सट्टै छ, अलिक हल्का टर्निङ छ पहाडीपट्टि थोरै, सर्लक्क बसेको जग्गा। अगाडि घरहरू भयो, त्यहाँबाट सट्ट अगाडि मोडा भएर जग्गा यसरी आयो। जग्गा राम्रो छ, इच्छुक साथीभाइहरूले सम्पर्क गर्नु होला। यो चाहिँ वडा नम्बर 9 रहेछ, मैले 6 भनेको थिएँ झुकेर। यो साङ्ला हो। साङ्ला चाहिँ रमाइलो डाँडा भन्छ यसलाई, टोखामा पर्दछ। साह्रै राम्रो जग्गा ल, इच्छुक हुने साथी सम्पर्क गर्नु होला। अनि यो जग्गा चाहिँ अब तुरुन्तै घरमा बस्न मिल्ने, पानीको सुविधा भएको ठाउँ, सबै चिज छ। ढलछल यहाँ पहिल्यै यहाँ ढल हालिसकेको छ, केही चाहिँ समस्या छैन यसमा। सम्पर्क गर्नु होला। हस्, धन्यवाद। यो जग्गा चाहिँ कपिनडोल नयाँ बस्ती वार्ड नम्बर 2 टोखामा चाहिँ आएको छ। यो चाहिँ 3 आना 1 पैसा हो। यो जग्गामा चाहिँ 13 फिटे बाटो, वहाँ बाटो मुनिपट्टि ढलानहरू सबै निस्किसकेको छ। राम्रो छ जग्गा। जग्गा अलिकति स्लोप परेको तल गएको छ मेन बाटोबाट। यसरी चाहिँ बस्तीहरू चारैतिर घरै घर छ जम्मै, राम्रो छ जग्गा। यसरी नयाँ घरहरू बन्दैछ। यसरी चाहिँ यो अवस्थाले बसेको छ जग्गा चाहिँ। यहाँ तल अलिकति स्लोप भएर गएको छ, माथि ढलान बाटो चाहिँ अलिक माथिसम्म ढलान बाटो छ, तल आएपछि कच्चिने बाटो। जग्गा चाहिँ चट्ट परेको राम्रो छ, घर बनाएर बस्न राम्रो छ। हजुरको ठ्याक्क त्यो घरको जग्गाको पहाडीपट्टि चाहिँ एउटा आरसिसी गरेर एउटा राम्रो पिलर सिस्टमको घर बनाउनु भएको छ। जग्गा चाहिँ अलिक स्लोप परेको हुनाले अब यसलाई चाहिँ सिरुवाल उठाएर चाहिँ बनाउने भयो। यति बनाएर बस्न मिल्छ घर चाहिँ, राम्रो छ। यो जग्गाको चाहिँ प्रति आना 27 लाख भन्नुभएको छ। 3 आना 1 पैसा हो यसको मूल्य। इच्छुक हुने साथीभाइहरूले सम्पर्क गर्नु होला। टोखा एरिया हो यो, अब राम्रो छ। यो टोखा एरियामा यतिको जग्गा चाहिँ यही मूल्यमा आएको, सस्तैमा आएको भन्नुपर्छ। त्यो खासै स्लोप पनि होइन। अब एक फ्लोर चाहिँ तल अन्डरग्राउन्ड गरेर बनाए भयो, नभए अब चाहिँ हाइट उठाएर चाहिँ बाटोको लेभलमा घर बनाए भयो। राम्रो छ एरिया, जताततै घरै गर्छ। यसरी चाहिँ यो बाटोबाट यसरी माथि ढलान बाटोबाट त्यो बाटोबाट हामी आइन्छ। यहाँ यता यो ढलान बाटोबाट नै आइयो, नभए यताबाट आउँछु भनेर खोला कोरिडोर बाटोले तलबाट यसरी तल मुनि बाटो छ, तल यसरी खोला कोरिडोरबाट यो बाटोमा टच पनि छ। त्यसरी आउनु मिल्यो। जग्गा राम्रो छ। यहाँबाट सर्लक्क यसरी बसेको जग्गा छ। इच्छुक हुने साथीहरूले सम्पर्क गर्नु होला। दिएको नम्बर स्क्रिनमा चाहिँ दिएको नम्बरमा कल गर्नु होला। हस्, धन्यवाद।